दुबई टाउन सिटीमा विजार्ड इन्टरनेसनल भन्ने विजार्ड इमिग्रेसन भन्ने एउटा ठग दले रहेछ क्या। दले के भन्छ अब के म्यान पावर भन्ने कि के भन्ने ठग रहेछ होइन। अनि अब यो कसले खोल्या भनेको अब त्यही दुबईमै बसेको अनि के भन्छ दुबईको नागरिकले खोल्या रहेछ होइन। अब अनि त्यसपछि यहाँ सबै देशका मान्छेलाई आएर फलाम देशमा भिजा फ्री, फलाम युरोपमा भिजा फ्री, धेरै पढाइ पनि हुनु पर्दैन, काम यति यति पैसा यति यस्तै स्टुडेन्ट भिजा फलाम देशमा सजिलै मलाई त्यो पढाइ हुनु पर्ने ठ्याक्कै लाएर यतिमा लगाइन्छ भन्दै मान्छेलाई त्यो गलत इन्फर्मेसन फलाउँदै टिकटकमा फैलाउँदै मान्छेको वैरो लाएर मान्छे यति धेरै इन्डियनहरू फसेका रहेछन्। त्यसमा पनि नेपाली पनि स्टाफ राखेर विज्ञापन बजाएर होइन नेपालीहरूले पनि चाहिँ नेपालबाट तान्ने हरेक देशबाट मान्छेको ऊ राख्ने इन्टरभ्यू राख्ने हरेक देशबाट तान्ने हरेक देशबाट फसेको रहेछन्। सचेत रहौँ है। फेरि पैसा हुन त कतिको गइसक्यो होला। फेरि यस्ता कुरामा चाहिँ सचेत रहौँ।